आज चाहिँ एलियालाई परमप्रभुले रोटी जुटाइदिनु भएको राजा 17 को 6 देखि 18 सम्म 7 देखि 18 सम्मको अध्यायमा जब एलियालाई परमेश्वरले मरुभूमिबाट नदी किनारातिर बस्नको लागि पठाउनु भएको थियो, किनभने त्यहाँ पानीको अभाव भएको कारणले परमप्रभुले नदी किनारामा पठाउनु भएको थियो। त्यहाँ चाहिँ चराहरूले चाहिँ एलिया अगमवक्तालाई चाहिँ खाना पुर्याउने गर्थे। यो चाहिँ अघिल्लो हप्ता थियो र त्यस पछाडि चाहिँ त्यो नदीको पनि लामो आयु थिएन कि पछाडि सुक्ने अवस्थाको नदी हुनाले अन्तकालमा चाहिँ त्यो नदी पनि सुकेर गयो। त्यस पछाडि परमप्रभुले फेरि के गर्नुभयो भन्दा चाहिँ एलिया अगमवक्तालाई चाहिँ तिमी सार्पन सहरतिर जाऊ, यो छोडेर, यो नदी छोडेर भन्नुभयो। परमेश्वरको वचन अनुसार अथवा परमेश्वरको आदेश अनुसार चाहिँ एलिया अगमवक्ता चाहिँ सार्पन सहरमा जानुभयो। सार्पन सहरमा जाँदै गर्दाखेरि चाहिँ एकजना विधवा महिलालाई चाहिँ एलियाले देखिन् र उनले चाहिँ त्यो विधवाले काठको टुक्राहरू बटुल्दै गरेको अवस्थामा देखिन्। त्यो बेलामा चाहिँ एलियालाई खानाको लागि केही पनि थिएन, उनी भोकाएकी थिइन् र एलियालाई भोक लागेको हुनाले वृद्धसँग सोधिन् कि तिमीले मलाई केही खानेकुरा र पानी दिऊ भनेर भन्दाखेरि चाहिँ विधवाले मसँग केही मात्रामा पिठो र तेल मात्रै छ, मैले मेरो परिवारको लागि पनि पर्याप्त छैन, म कसरी दिउँ, मेरो उनको छोराहरूसँग पनि पिठो र तेलहरू पर्याप्त थिएन, उनीहरूको लागि पनि थिएन भने पछाडि जब परमेश्वर पिताको आशीर्वादले गर्दा एलियाले भनेका कुराहरू पनि कति पुग्थे। त्यसले गर्दाखेरि चाहिँ एलियाले भनिन् कि मलाई अहिलेको लागि केही रोटी र पानी खानको लागि देऊ, तिमीले केही कुराको चिन्ता नगर, सबै कुराहरू परमेश्वरले जुटाइदिनु हुनेछ भने पछाडि उनको कुरालाई मानेर जुन विधवा महिलाले चाहिँ एलियालाई रोटी र पानी दिन्, त्यस पछाडि उनले त्यो खाएर गइसके पछाडि त्यो विधवाको घरमा कहिल्यै पनि रोटी र पानीको अथवा रोटी र तेलको कहिल्यै पनि अभाव भएन। बरु चाहिँ उनको जति पकाए पनि उनको भण्डारको रोटी र तेल रित्तिएन, बनाएको रोटीहरू पनि उब्रिएर रहने गर्दथ्यो। आजको पाठमा चाहिँ भएको कुरा यति हो।